हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। यो चाहिँ हाम्रो मामा घरबाट देखिने मर्निङ भ्यू हो। हाम्रोतिर चाहिँ पुरै यसरी कुहिरो लागिरहेको छ। मौसम चाहिँ चिसो भएर कसैले सेलरोटी र कसैले बिस्कुट खायो। यता हामीले गोलो चुल्हामा माम बसालिसक्यो। पिताजी साग पाक्दैछ। आमा चाहिँ दाल पिन्दै हेर्छ। आमाले दाल पिसिन्जेल हामीले किम्बु खाएर आयौँ। किम्बु कति धेरै फलेको छ। हाम्रो टोली किम्बु खाएर त्यहाँबाट फर्क्यो। हाम्रो टोलीहरू चाहिँ घर फर्किन लागेको। फेरि बहिनी चाहिँ काँधमा चढेर हिँडिरहेकी छिन्। हाम्रो टोली चाहिँ फेरि ऐसेलु खान हिँडिसक्यो। मा कस्तो धेरै केरा फलेको। हामी चाहिँ ऐसेलु खान जङ्गलतर्फ जाँदैछौँ। हामी चाहिँ खोलातिर गङ्गटो पाइन्छ कि भनेर खोज्दैछौँ। नभेटेपछि हामी फेरि जङ्गलतर्फ अघि बढ्यौँ। हामी माथि जाँदैछौँ। माथि चाहिँ खासै ऐसेलु रहन्छ, त्यसैले हामी चाहिँ अगाडि बढ्यौँ। जङ्गल हेर्दै फाइनली हामी चाहिँ ऐसेलुको बोटमा पुग्यौँ। हामी चाहिँ ऐसेलु खाइसकेर खुसी भएर यहाँ नाच्दैछौँ। दिदी म र भाइ भएर चाहिँ नाच्दैछौँ। मेरो मम्मी जन्मेर हुर्केको गाउँ हो। कस्तो राम्रो देखिएको छ, हेरिस न कस्तो सुन्दर गाउँ। हाम्रो चाहिँ पुरै गाउँ हेऱ्यौँ। मम्मी पढिसकेको स्कुल पनि हेऱ्यौँ। अनि हामी चाहिँ नाच्दै घरतर्फ बढ्यौँ। यति नै, बाई बाई सबैजनालाई।